हेलो, आज चाहिँ हामी कमल पोखरी आएको छौँ। यो चाहिँ हाम्रो डिकु। हेलो भन्नु। कस्तो लाग्यो डिकु? आउन। क्या मुझे? दिना दिना कस्तो लाग्यो यस्तो? कमल पोखरी हेर पच्चा आकाश ठोक्याएको रहेछ। उमा तपाईँलाई कस्तो लाग्यो कमल पोखरी? राम्रो लाग्यो नातिनी। राम्रो लाग्यो? अनि उपा कस्तो लाग्यो कमल पोखरी? एकदम राम्रो रहेछ। यो चाहिँ हाम्रो उपा एक नम्बरमा आउने रहेछ काठमाडौँमा। यो चाहिँ मेरो हजुरबुवा, यो मेरो डिकु, उमा। एकदम राम्रो रहेछ। हेर्नु त दिनी सबै पानीको पिक्चर यहाँ आएको। अनि यो चाहिँ म पानी न यो चाहिँ होइन उहाँ भन्नुपर्छ मान्छे के रे बोलाइ। यो चाहिँ कमल पोखरी हो। डिकु डिकु हजुर। म तपाईँलाई एउटा क्वेसन सोध्छु, यो कसले बनाएको होला? यो पृथ्वीनारायण शाहले। पृथ्वीनारायण शाहले। यो बनाएको कति वर्ष भयो? यो बनाएको यो स्थापना भएको चाहिँ 1919 मा हो। हजुर। 1919 फाउन्डिङ। यहाँ चाहिँ एउटा गेट जस्तो रहेछ, धुपीको होला है। पानीको उयो आउँदैछ। अच्छा क्या मलाई खिच्नु न मलाई उता होला। अच्छा खिच्नु न मलाई। पानी स्प्लस आयो। क्या राम्रो। एकछिन पछि खिच्ने, अहिले भ्लग बनाइरहेको छु म। कस्तो पानी खिचेर आएको। यहाँ बिच चाहिँ एउटा कमल फुल छ। अनि यहाँ चाहिँ रातो रातो फुलहरू फुलेको छ। हेलो, मजा लाग्यो?